हामी पृथ्वीको सतहमा बस्छौं जहाँ हिमाल, पहाड र समुद्र छन्। तर के तपाईले कहिले सोच्नु भएको छ यो जमिन मुनि हजारौं किलोमिटर भित्र के छ? आज हामी पृथ्वीको अनौठो बनावट बारे चर्चा गर्नेछौं। पृथ्वी मुख्यतया 3 वटा तहले बनेको छ। पहिलो हो क्रस्ट, दोस्रो म्यान्टल, तेस्रो आउटर कोर, त्यसपछि इनर कोर। क्रस्ट यो सबैभन्दा बाहिरी र पातलो तह हो। यो 5 देखि 70 किलोमिटर गहिराईमा पाइन्छ। यसमा पाइने मुख्य तत्व सिलिका र एल्युमिनियम हुन्। मेन्टल यहाँको तापक्रम धेरै हुने भएकोले चट्टानहरू अर्धतरल अवस्थामा हुन्छन्। यसैको हलचलले गर्दा भूकम्प जाने गर्दछ। यो 2900 किलोमिटरसम्म छ। यहाँ पाइने मुख्य तत्वहरू सिलिका र म्याग्नेसियम हुन्। सबैभन्दा भित्री तह रहेको छ कोर। यो सबैभन्दा भित्री भाग हो। यहाँ तापक्रम 6000 डिग्री सेल्सियससम्म पुग्छ। यो 6371 किमीसम्म छ। यहाँ पाइने मुख्य तत्वहरू निकेल र आइरन हुन्। अब कुरा गरौँ विच्छेद रेखाहरूको बारेमा। पृथ्वीका तहहरू एकैचोटि सकिएर अर्को सुरु हुँदैनन्। बीचमा एउटा संक्रमण क्षेत्र हुन्छ। यसलाई विच्छेद रेखा भनिन्छ। यो रेखाहरू सजिलोसँग सम्झिनको लागि यो फर्मुला एकदमै महत्त्वपूर्ण रहेको छ। कमरे गुले CMRGL। कन्राड माथिल्लो र तल्लो क्रस्टको बीचको भाग। महरोविची क्रस्ट र मेन्टलको बीचको भाग। रेपिट्टी माथिल्लो र तल्लो मेन्टलको बीचको भाग। गुटेनबर्ग मेन्टल र आउटर कोरको बीचको भाग र लेम्यान आउटर कोर र इनर कोरको बीचको भाग। पृथ्वीको इन्टरनल स्ट्रक्चरबाट धेरैजसो लोकसेवामा सोधिने इम्पोर्टेन्ट डाटाहरू यस प्रकार रहेका छन्। तापक्रमको नियम प्रति 32 मिटर गहिराईमा 1 डिग्री तापक्रम बढ्छ। सगरमाथा जस्ता ठूला हिमाल मुनि क्रस्टको मोटाई सबैभन्दा धेरै 70 to 100 किलोमिटर हुन्छ भने समुद्र मुनि जम्मा 5 देखि 10 किलोमिटर हुन्छ। चुम्बकीय क्षेत्र पृथ्वीको बाहिरी केन्द्र आउटर कोर तरल अवस्थामा भएकाले नै पृथ्वीमा चुम्बकीय शक्ति पैदा भएको हो। पृथ्वीको बाहिरी भाग क्रस्टमा सबैभन्दा धेरै पाइने तत्व अक्सिजन, त्यसपछि सिलिकन, तर पुरै पृथ्वीभरि सबैभन्दा धेरै पाइने तत्व फलाम आइरन हो। घनत्व पृथ्वीको औसत घनत्व 5.51 ग्राम छ। सौर्यमण्डलको सबै ग्रहहरूमध्ये सबैभन्दा धेरै। पृथ्वीको तौल र आयतन सबैभन्दा धेरै मेन्टलमा छ, तर घनत्व कोरमा धेरै छ। पृथ्वीभित्र जाँदा तापक्रम बढ्ने दर कति होला त? यो प्रश्नको उत्तर कमेन्टमा लेख्नुहोस् है त। थ्याङ्क यू फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब।